धर्मक्षेत्रे कुरुक्षेत्रे समवेतायुत्सव मामका पाण्डवाश्चैव किं कुर्वत् संजय। यसको अर्थात के हो गुरुदेव? यो जीवनको पथ हो मेरो भक्त। मलाई सिकाउनुहुन्छ? धृतराष्ट्रले भने, हे सञ्जय, धर्मभूमि कुरुक्षेत्रमा युद्ध गर्न इच्छुक भएर भेला भएका मेरा छोराहरू र पाण्डुका छोराहरूले के गरे? श्लोकले महाभारत युद्ध सुरु हुनु अघिको मनोस्थिति देखाउँछ। धृतराष्ट्र अन्धा थिए, शारीरिक मात्र होइन, मोह र आसक्तिमा पनि अन्धा। उनले मामका मेरा छोराहरू र पाण्डवा भनेर छुट्टै बोले, जसले देखाउँछ कि उनी पक्षपाती थिए। युद्ध धर्मक्षेत्रमा भइरहेको थियो, जसको अर्थ त्यो भूमि सत्य र धर्मको पक्षमा छ भन्ने संकेत। धृतराष्ट्रको प्रश्नमा डर, शङ्का र चिन्ता झल्किन्छ। उनलाई लाग्थ्यो धर्मभूमिमा उनका छोराहरू कमजोर पर्न सक्छन्। आध्यात्मिक सन्देश यो श्लोकले सिकाउँछ, जब मानिस मोह, स्वार्थ र पक्षपातमा डुब्छ, उसले सत्य देख्न सक्दैन। धर्मको मार्ग सधैँ निष्पक्ष हुन्छ।